हेलो जयमसी प्रेज द लर्ड। आज हामीले यो कुरा जान्नेछौँ। अस्ति मैले बताएँ बाइबल कलेज जानुको निम्ति कति पढालेखा हुनुपर्छ अनि कुन कुन डिग्री हुन्छ भन्ने कुरा है। कुन चाहिँ डिग्रीको पछि कुन डिग्री आउँछ भन्ने कुरा तपाईँलाई बताएँ। र आज म बताउनेछु तपाईँलाई हाम्रो आवश्यकता अनुसार जसरी सेकुलर कलेजमा हुन्छ बिए इन तपाईँको हिस्ट्री, बिए इन इङ्ग्लिस होइन, बिएससी हुन्छ होइन, ब्याचलर इन बिएससी, ब्याचलर इन सोसियोलोजी पनि हुन्छ, ब्याचलर इन साइकोलोजी, ब्याचलर इन धेरै प्रकारको त्यहाँनिर हामीले त्यहाँनिर पाउँदछौँ है। फिलोसफी हुन्छ होइन, बिकम हुन्छ, तपाईँको त्यहाँनिर बिएससी हुन्छ, तपाईँको धेरै प्रकारको डिग्री। त्यसरी नै थियोलोजी कलेजमा पनि जब तपाईँ इन्टर हुनुहुन्छ र तपाईँको बेसिक फन्डामेन्टल त सेम रहन्छ, तर यहाँनिर के हुन्छ भन्दा तपाईँको सिटिएच, डिप्लोमा, ब्याचलर अफ थियोलोजी, एमडिपसम्म तपाईँको प्रायः तपाईँको सिरियल्ली पढेर जानुपर्छ। तर एमडिपको बादमा चाहिँ तपाईँको एमटिएस गर्दाखेरि एउटा पार्टिकुलर तपाईँले सब्जेक्ट लिएर पढ्नुपर्छ। त्यो कस्तो हो भन्दाखेरि यदि मलाई मेरो इच्छा छ कि म चर्च एडमिनिस्ट्रेसनलाई कसरी चाहिँ मैले अगाडि बढाउने भन्ने कुराहरू त्यहाँनिर एमटिएस इन चर्च एडमिनिस्ट्रेसन है। त्यसरी नै म चर्च हिस्ट्री लिएर पढ्नु छ एमटिएस। भोलिको दिनमा मैले पिएचडी पनि चर्च हिस्ट्रीमा गर्नु छ भने तपाईँको चर्च हिस्ट्री लिएर तपाईँले पढ्नु भयो होइन। तपाईँको मिनिस्ट्री छ होइन, क्रिस्चियन मिनिस्ट्री या मिनिस्ट्री भन्छ है, तपाईँको मिसियोलोजी होइन, मिसियोलोजी भन्ने सब्जेक्ट हुन्छ, एमटिएच इन मिसियोलोजी भन्छ, जुन मिसनको बारेमा मात्रै त्यहाँनिर पढ्नु पाउँछ। भोलि त्यो पिएचडी पनि तपाईँले त्यो मिसियोलोजीमै तपाईँले गर्नुहुन्छ। त्यसरी नै तपाईँले न्यू टेस्टामेन्ट भन्छ होइन, एमटिएच इन न्यू टेस्टामेन्ट, भोलिको पिएचडी तपाईँले न्यू टेस्टामेन्टमै गर्नुपर्छ। ओल्ड टेस्टामेन्ट हुन्छ, भोलिको दिनमा तपाईँले ओल्ड टेस्टामेन्टमै तपाईँले पिएचडी गर्नुपर्छ है। अनि तपाईँले क्रिस्चियन एपोलोजेटिक्स हुन्छ है, यदि क्रिस्चियन एपोलोजेटिक्स तपाईँले पढ्नुभयो भने भोलिको दिनमा पिएचडी पनि क्रिस्चियन एपोलोजेटिक्समै तपाईँले गर्नुपर्छ। ब्याचलर इन तपाईँको त्यो कम्प्लिट गर्नुभयो भने आफ्टर एमडिप तपाईँले फेरि सन्डे स्कुलको भने सन्डे स्कुलको बारेमै तपाईँले पढ्नु पऱ्यो। युथ मिनिस्ट्री भन्छ, युथ मिनिस्ट्रीकै होइन, त्यहाँनिर तपाईँको अनि अरू इत्यादि तपाईँको त्यहाँनिर डिपार्टमेन्टहरू छ, अरू धेरै छ डिपार्टमेन्टहरू तपाईँको है। त्यहाँ जसरी इक्जाम्पलको रूपमा बिब्लिकल काउन्सिलिङ भन्ने कुरा तपाईँले पाउनुहुन्छ है त्यहाँनिर। अनि तपाईँले फेरि अगाडि गयो भने फेरि पास्टरल थियोलोजी भन्ने तपाईँले पाउनुहुन्छ। यसरी नै तपाईँको धेरैवटा डिपार्टमेन्टहरू छ थियोलोजीको भित्र पनि, किनकि यो हुनु आवश्यकता पनि छ है। जसरी एमटिएच इन प्रोफेसी होइन तपाईँले पढ्नुहुन्छ, एमटिएच इन इभान्जलिजम है तपाईँले पढ्नुहुन्छ होइन। कोही बाइबल कलेजमा ब्याचलर इन तपाईँको इभान्जलिजम दिन्छ, ब्याचलर इन मिनिस्ट्री पनि तपाईँले कोही कलेजमा डाइरेक्ट ब्याचलरबाट पाउनुहुन्छ। प्रायः इन्डियामा धेरै कम्ती मात्रामा मैले देख्दछु, तर डिस्टेन्समा तपाईँले चाहिँ यो पाउनुहुन्छ। नत्र भने आफ्टर एमडिप मात्रै तपाईँले चाहिँ आफ्नो पार्टिकुलर सब्जेक्ट कोर्स सब्जेक्ट लिएर तपाईँले पढ्नुपर्छ होइन। यसरी नै तपाईँले आफ्टर एमडिप तपाईँले क्रिस्चियन म्युजिकमा पनि तपाईँले गएर पढ्न सक्नुहुन्छ है। यसै हरेकको पार्टिकुलर एउटा सब्जेक्ट छ। जसरी मेरो पर्सनल व्यक्तिगत कुरा गर्नुपर्दा मैले तपाईँको एमसिए मास्टर इन क्रिस्चियन एपोलोजेटिक्समा मैले लिएर पढेको हो र मैले जसमा मेरो इन्ट्रेस्ट सब्जेक्ट भनेको नै के हो, क्रिस्चियन एपोलोजेटिक्स हो। एउटा इक्जाम्पलको निम्ति है तपाईँलाई दिइरहेको छु, मेरो आफ्नो इक्जाम्पलको निम्ति। अनि ब्याचलर इन प्रोफेसी पनि हुन्छ, प्रोफेसी पनि मेरो एउटा फेभरेट सब्जेक्ट हो है, तपाईँले गर्न सक्नुहुन्छ। अनि यति बिघ्न तपाईँको यसमा डिपार्टमेन्टहरू तपाईँले पाउनुहुन्छ। अनि प्रायः इन्डियामा धेरैवटा स्टेटमा विभिन्न प्रकारको बाइबल कलेजमा तपाईँले पाउन सक्नुहुन्छ। तर हाम्रो इन्डियामा प्रायः के हुन्छ भन्दाखेरि
धेरै फ्यु अफ देम हैन हाम्रो एभाइलेबल डिपार्टमेन्ट तपाईँले पाउन सक्नुहुन्छ। तपाईँलाई साधारण तौरमा 4-5 वटा म सब्जेक्ट बताउँछु। आफ्टर एमडी को बादमा तपाईँले इजिली पाउन सक्नुहुन्छ न्यू टेस्टामेन्ट, एमटिएस इन न्यू टेस्टामेन्ट, MTS in Old Testament, MTS in Church History, MTS in Ministry, MTS in Missiology, यिनीहरू तपाईँले पाउनुहुन्छ है। यिनीहरू चाहिँ कमन तपाईँले जहाँ पनि तपाईँले पाउनुहुन्छ। MTS in Church History है, योहरू तपाईँले प्राय कलेजमा तपाईँले पाउनुहुन्छ। तर अरू मैले जुन क्रिस्चियन एपोलोजेटिक्स फिल्डहरू सानो सब्जेक्ट त एमडी भित्र बीटीएस को भित्र पनि हुन्छ हैन, क्रिस्चियन मतलब क्रिस्चियन एपोलोजेटिक्स सब्जेक्टहरू। तर धेरैवटा तपाईँले आफ्टर कोर सब्जेक्ट लिएर एमडी को बादमा तपाईँले पाउनुहुन्न। र कुनै यस्तो संस्था या बाइबल कलेज छ जो इन्डिपेन्डेन्टली उनीहरूले डिस्टेन्स थ्रुबाट तपाईँले करस्पोन्डेन्सबाट यो सब्जेक्टहरू दिइरहेको छ है। अनि तपाईँले यदि इन फ्युचर गएर एउटा तपाईँलाई मन परेको सब्जेक्ट लिएर पढ्नु छ भने तपाईँले त्यस सब्जेक्टलाई लिएर पढ्नुलाई तपाईँ पास्टर बनिन चाहनुहुन्छ आफ्टर एमडी, तपाईँले एमडीमा पनि कम्प्लिट प्राय सबै सब्जेक्ट पढ्नुपर्छ। तर पार्टिकुलर सब्जेक्ट पढ्नु छ भने तपाईँले पास्टरल तपाईँले थियोलोजीलाई ज्यादा ध्यान दिनुहोला है। प्राय इन्डियामा कुनै जग्गामा होला तर कम्ती तपाईँले पाउनुहुन्छ हैन एमटिएस इन पास्टरल थियोलोजी तपाईँले है। किनकि त्यस्तै इन्डियामा व्यापक मात्रामा तपाईँले पाउन सक्नुहुँदैन है। किन एटिएले जुन दिएको एउटा इन्डिपेन्डेन्ट छ, उनीहरूको क्राइटेरिया छ जुन बडीले फिक्स गरेको कतिपय सब्जेक्ट त्यति मात्रै उनीहरूले अथराइज गरेको हुन्छ। अनि इन्डिपेन्डेन्ट गर्नेले प्राय त्यो बाहिरको मोडल हेरेर उनीहरूले राखेको हुन्छ हैन, पास्टरल थियोलोजी, प्रोफेटिक दुनियाँभरको छ मिनिस्ट्रीहरू हैन। तर इन्डियामा चाहिँ कमै तपाईँले पाउनुहुन्छ। किन बाहिर त कति क्रिस्चियन कन्ट्री छ उनीहरूले कुनै पनि थियोलोजी कलेजलाई रिकगनाइज गरिदिइहाल्छ हैन। इन्डियामा त्यस्तो छैन। हामीलाई इन्डियामा बहुत साह्रो छ थियोलोजी कलेज। तपाईँले ब्याचलर अफ थियोलोजी, मास्टर इन डिभिनिटी, एमटिएस गरेर पिएचडी गरेर जानुहोस्। यदि सेकुलर तपाईँले जब गर्न चाहन्छ भने थियोलोजी कलेजको तपाईँको थियोलोजीको डिग्रीको तपाईँको के छैन, मान्यता छैन। बुझ्नुभयो? त बिए गरेर जानुहोस्, एमए गरेर जानुहोस्, अरू डिग्रीमा मतलब सेकुलर डिग्रीमा मान्यता छ बाहिरको जबमा, तर थियोलोजी डिग्रीमा तपाईँको पाउनुहुन्न। यो एउटा ठुलो एउटा प्रब्लम छ। तर बाहिर देशतिर के छ भन्दाखेरि तपाईँ बीटीएस गर्नुहुन्छ, बिए इन थियोलोजीहरू है, उतानिर त्यहाँ सिमिलर सबै डिग्रीलाई एउटा मान्यता छ। इन्डियामा पनि तपाईँको मैले अघि भने स्याम हिगिनबटम भन्ने त्यहाँनिर एउटा डिपार्टमेन्ट छ त्यो युनिभर्सिटीमा जो एग्रिकल्चरको निम्ति फेमस छ। त्यहाँ एउटा डिपार्टमेन्ट छ, गस्पल ल एउटा डिपार्टमेन्ट छ थियोलोजिकल डिग्रीको। त्यहाँनिर बिए इन थियोलोजी तपाईँले पाउनुहुन्छ। भयो यो तपाईँले त्यो डिग्री चाहिँ फेरि के भन्दाखेरि युजिसीले ग्रान्ट गरेको हैन, जुन इन्डियन हाम्रो जुन चाहिँ युनिभर्सिटी हाई कमिसनले ग्रान्ट गरेको बिए इन थियोलोजी त्यहाँ पनि छ, तपाईँले पाउन सक्नुहुन्छ है। त्यसरी धेरैवटा युनिभर्सिटी छ जसले इन्डियाभित्र पनि एक दुईवटाले रिकगनाइज गरेको छ, नत्र भने कमै पाउनुहुन्छ तपाईँले युजिसीले ग्रान्ट गरे। किन बिए इन थियोलोजी तपाईँले पाउनु हुँदैन, बीटीएस तपाईँले प्रायः सुन्नुभएको होला है। अनि म यही तपाईँहरूलाई जस्ट एडभाइस दिन्छु कि तपाईँले कलेज जानुभन्दा अगाडि तपाईँको रिक्वायरमेन्ट के छ, किन जान चाहनुहुन्छ, अनि तपाईँ के पढ्न चाहनुहुन्छ है, यो मेक स्योर गर्नुपर्छ। अनि तपाईँको एजुकेसन कतिको छ, अनि कुन मिडियममा तपाईँ पढ्न चाहनुहुन्छ, अनि तपाईँको फाइनेन्सियल स्ट्याटस कस्तो छ हैन, तपाईँको सपोर्ट कस्तो छ घरबाट या चर्चबाट या कसै पर्सनल व्यक्तिगत इन्डिभिजुअल सपोर्ट कस्तो छ, त्यो पनि एउटा हेरेर जानुपर्छ। न तपाईँले कुनै साधारण बाइबल कलेजहरू जानुहुन्छ जहाँनिर तपाईँको टाइम वेस्ट हुन्छ, तपाईँको डिग्री कुनै पनि कहीँ पनि चल्दैन। अनि त्यो एउटा लोकली त अब चल्छ तपाईँको, तर मानिँदैन। डिग्री किन मैले मान्यता छैन भन्दैछु भन्दाखेरि धेरैवटा इन्डिपेन्डेन्ट तपाईँको बाइबल कलेजहरू जसमा चाहिँ तपाईँको क्राइटेरिया फुलफिल गर्दैन, अनि जुन स्ट्रिक्ट सब्जेक्टहरूको त्यहाँ सिलेबसहरू जुन पढाउनु पर्ने त्यो कुराहरू पढाउँदैन, अनि उनीहरूको टिचर क्वालिफाई हुँदैन। भोलिको दिनमा तपाईँको
गाउँतिर सहरतिर गएर एउटा हल्का-फुल्का तपाईँले गर्न सक्नुहुन्छ। तर भोलिको दिनमा तपाईँ एउटा टिचर लाइनमा तपाईँ जानुहुन्छ, प्रोफेसर लाइनमा जानुहुन्छ भने तपाईँको निम्ति एकदम चाहिँ डिग्री चाहिँ एग्रिगेटेड हुनुपर्छ है। नर्मल व्यक्तिको निम्ति केही छैन अनि भन्दा पनि म चाहन्छु कि एटीतिर जानुहोस् या होइन श्रीरामपुर एफ्लिकेटेडतिर जानुहोस्, किनकि त्यहाँ जुन सब्जेक्टहरू छ त्यहाँनिर एकदम सबै सब्जेक्टलाई ब्यालेन्स र यस्तो क्रेडिट आवरमा तपाईँले राखेको हुन्छ। तपाईँ कुनै इक्जाम्पलको रूपमा 120 क्रेडिट आवरको सब्जेक्टहरू पढाउँछ होइन, तपाईँको 20-25 वटा सब्जेक्ट हुन्छ है। त्यहाँनिर पढाइरहेको हुन्छ 15-16 मात्रै सब्जेक्टहरू पढाइरहेको हुन्छ अनि हौ त्यस्तो छ। अनि यसमा चाहिँ पुरा भिन्नता तपाईँले पाउनुहुन्छ है। म चाहन्छु कि तपाईँले जति सक्दो ज्यादा सब्जेक्टलाई तपाईँले पढ्नुहोस् है, ताकि इन फ्युचरमा गएर आफ्नो मिनिस्ट्रीमा तपाईँले इम्प्लिमेन्ट गर्नुहोस् है। अनि यसबाट परमेश्वरको महिमा भएको होस्। तपाईँलाई कुनै एडभाइस चाहियो भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, मलाई सोध्न सक्नुहुन्छ इन्डियाभरिको है। अनि जसद्वारा चाहिँ म तपाईँलाई हेल्प गर्न सकौँ र गाइड गर्न सकौँ। अनि एटीए किन भन्दैछु भन्दाखेरि चाहिँ एटी चाहिँ अल एसियन थियोलोजिकल एसोसिएसनको जुन छ एसियाभरि इजरायल, इन्डिया, चाइना, जापान, फिलिपिन जुनै कन्ट्री तपाईँले जानुहोस्, एटीएको डिग्री चाहिँ त्यहाँनिर के हुन्छ तपाईँको भ्यालिड हुन्छ र उनीहरूले एक्सेप्टेबल हुन्छ, रिकगनाइज गर्दछ, बुझ्नुभयो एटीएको चाहिँ। तर युजिसीको चाहिँ इन्डियाभित्र पनि तपाईँको के छ एउटा मान्यता छ। बाहिरतिर त्यस्तो अब उनीहरूले त्यस्तो प्रकारले लिँदैन, तर इन्डियाको चाहिँ। तर एटीए गरेको छ भने चाहिँ तपाईँ भोलिको दिनमा तपाईँको मिनिस्ट्री आउट अफ इन्डिया जानु छ होइन, आफ्नो देशदेखि बाहिर जानु छ, अरू एसिया कन्ट्रीभित्र जानु छ, एसियन कन्ट्रीभित्र होइन, तपाईँको डिग्री भ्यालिड हुन्छ। अनि प्रायः फरेन कन्ट्रीतिर पनि तपाईँको भ्यालिड हुन्छ, अरू फरेन कन्ट्री मतलब युरोप कन्ट्रीतिर पनि। तर एसियाभरि चाहिँ एकदमै के हो राम्रो है। हुन्छ, म आजको भिडियो यहीँ राख्दैछु। तपाईँलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने सेयर गर्नुहोला तपाईँको जो चाहिने व्यक्तिहरूको निम्ति। अनि केही हदसम्म मैले सहयोग पुऱ्याएँ भन्ने म विश्वास गर्छु। सबैलाई जय मसीह, प्रेज द लर्ड, बाई।